हजुर कुलसँग जान्छ भने होइन त अनि कुलसँग गएपछि ऊ अर्कै कुलसँग पुग्यो अनि न्याय नि भएन रामकुमार खबर आउँदैछ सर
अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। यसरी अतिथिको आसन ग्रहण गर्ने क्रममा श्री तिनचुले स्तूप संरक्षण समाजका संस्थापक अध्यक्ष यसरी गरी श्री तिनचुले तामाङ भजीगुटीका पूर्व अध्यक्ष इन्द्रलामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसरी अतिथि आसन ग्रहण क्रममा जम्मूगञ्ज संरक्षण भूषण निर्माण समितिका अध्यक्ष श्री आर्य लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण क्रममा श्री देवीनाथ तिनचुले तामाङ गुटीका सल्लाहकार जितबहादुर लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी श्री तिनचुले तामाङ भजीगुटीका सल्लाहकार वीरेन्द्र लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। यसै गरी भुवाल आमा समूहका अध्यक्ष श्री छुरीकान्छा लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। र हाम्रो सल्लाहकार गोपाल लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। र यसै गरी तिनचुले स्तूप संरक्षण समाजका सल्लाहकार श्री अनिल ध्वज कार्कीज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो अतिथि आसन गर्ने क्रममा समाजसेवी श्री अष्टमान लामाज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। अष्टमान लामाज्यू लगभग हाम्रो अतिथि आसन ग्रहणको क्रम सकिएको छ। उपाध्यक्ष रोजिना लामाज्यू र श्री तिनचुले स्तूप संरक्षण समाजका सदस्य श्री अष्ट लामाज्यूलाई खाता वितरण गरिदिन हार्दिक अनुरोध गर्दछु। हाम्रो यस पार्टी प्यारिसका प्राविधिक सोनिया लामाज्यूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्छु।
प्राविधिक सन्ध्या लामाजीलाई चाहिँ एकचोटि यहाँ उपस्थित हुन अनुरोध गर्छु। शान्ति भूमि अखण्ड यो प्यारो हाम्रो मातृभूमि मेघाला बहुजाति भाषा धर्म संस्कृति छ विशाला अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। चाहन्छु भने हाम्रो सम्पूर्ण पितृहरूको लागि चाहिँ हामी 1 मिनेट मौन धारण गरेर चाहिँ सबैजना मौन रूपमा बसिदिन हार्दिक अनुरोध गर्छु। उठेर आफ्नो ठाउँबाट रोजिना लामा र अष्ट लामाजीलाई आजको मुख्य बोल्छु। सचिव पनि हुनुहुन्छ र सर्वप्रथम म भलरेयर क्लब हेलो सर्वप्रथम म अजित लामा भलरेयर क्लबको अध्यक्ष र यहाँ उपस्थित हुनका लागि र म आफ्नो औपचारिक रूपमा चाहिँ स्वागत गर्नुहुँदै र कार्यक्रमको बारेमा केही कष्टाइदिनु भनेर मन्तव्य दिनुभएकोमा यो टिम रिटायर्ड सबैलाई धेरै धेरै धन्यवाद। र आज यस 2865 सोनाम बसाको यस कार्यक्रमका सभापति तिनचुली हिन्दू संरक्षण समाजका अध्यक्ष र यस कार्यक्रमका सभापति कृष्ण लामाज्यू र हाम्रो यसै टोलका सान र हामीलाई हरेक कुरामा सहयोग गर्नुहुने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष हाम्रो यस कार्यक्रमका आकर्षकका केन्द्रबिन्दु श्री राजकुमार रावज्यू र विभिन्न म धेरै सम्बोधन गर्दिनँ विभिन्न गुठीका हाम्रो गुठीका अध्यक्षज्यूहरू र हाम्रा अग्रज
हाम्रा अभिभावकहरू र यहाँ उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा मेरो व्यक्तिगत तर्फ र मेरो क्लबको तर्फबाट लासो फ्याफुल्ला। र आज हामी सर्वप्रथम हामीले तपाईँलाई स्वागत मन्तव्य भनेको सबलाई स्वागतम भन्दा पनि खुसी छ। सम्पूर्णलाई स्वागत गर्न चाहन्छु र कार्यक्रमको बारेमा केही कुराहरू राख्न चाहन्छु। जस्तै हामीले विगत सोनाम लोसार आफैले संस्थागत रूपमा चाहिँ 3 वर्षदेखि मनाइरहेका आएका छौँ र यो संस्थागत रूपमा हामीले मनाउँदै गर्दाखेरि यसमा विभिन्न पाटाहरू छन्, यसमा आर्थिक समस्याहरू छन्, सूचनाका कुराहरू छन्। यो कुराहरूमा हामी जहिले पनि कमी कमजोरीहरू भइरहेछ। यो चाहिँ हामी इन्टायरिटी जुन हामी 3टा संस्था मिलेर चाहिँ यो कार्यक्रमहरू गरिरहेको छ, यसको लागि हाम्रो 3टा संस्था र इन्टायरिटीबाट चाहिँ सम्पूर्ण तपाईँहरूलाई चाहिँ हृदयदेखि नै क्षमा पनि माग्न चाहन्छौँ। र लोसार के हो त, लोसार किन लोसार मनाउनुपर्छ र 6 गते पनि फेरि लोसार आउँदैछ। 6 गतेको लोसार ग्याल्बो लोसार आइरहेछ। विवादित कुराहरू चाहिँ सोनाम लोसार र ग्याल्बोको कुराहरू छ। जसले जे लोसार मनाए पनि लोसार लोसार हो। यसमा हामीले ग्याल्बो लोसार हिमाली टिबेटनहरूको शेर्पाहरूको भन्ने कुराहरू पनि नगरौँ र तामाङले मात्र मनाउनुपर्छ भनेर सोनाम लोसारलाई पनि नगरौँ र राज्यले एउटा तोकेको छ र हामीले राज्यलाई एउटा छुट्टी दिएको छ। त्यो हिसाबले हामीले नै समस्त रूपमा चाहिँ तामाङ लोसार भनेको नै सोनाम। हाम्रो यस कार्यक्रमको अतिथि तिनचुले तामाङ भोजपुरीका सल्लाहकार श्री वीरेन्द्र लामाज्यूलाई आफ्नो छोटो मन्तव्य राखिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालक मेरो अजय भाइ, आजका यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, त्यसमा आसी हुनुभएका विभिन्न तह तबकाका व्यक्ति व्यक्तित्वहरू र यहाँ उपस्थित हुनुभएका आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, सर्वप्रथम यहाँलाई 2862 को लोसारको जाबडानुमुला लासो फ्यातुला शुभकामना छ। यो विभिन्न लोहरू आउँछ जान्छ। तिनचुले तामाङ भोजपुरीका पूर्व अध्यक्ष श्री इन्द्र लामाज्यूलाई पनि आफ्नो छोटो मन्तव्य राखिन हार्दिक अनुरोध गर्छु। छेमीको पैसाहरू पाउँछौँ। छेमीको पैसाहरूको कारणले हामीले नै सल्लाह दिएर नदीबाट भोजपुरीको अध्यक्ष थिए, सल्लाह दिएर आज तामाङ गुटीले तामाङ कल्याण गुटी बनेको थियो। आज तामाङ कल्याण गुटी आज भोजपुरीको भन्दा आर्थिक रूपमा धेरै अगाडि छ। त्यो किन भन्दाखेरि बौद्ध स्तूपको कारणले। बौद्ध स्तूप भनेको तामाङ कार्यक्रममा लोछारको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण पुठियार, मेरो परिवारभित्रको सबैजना सदस्य, आमा बुबा दाजुभाइ दिदीबहिनी, फुपाजु फुपू, सम्पूर्णमा स्वीकार्नुहोस् बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट न्यानो अभिवादन सहितको नमस्कार, लासो फ्याफुल्ला फेस्टिभल। विगत 3 वर्षदेखि हामीले यो कार्यक्रम निरन्तर रूपमा हाम्रो समाजलाई, हाम्रो गुठीलाई एक ठिक्को बनाउनको लागि, मजबुत बनाउनको लागि यो कार्यक्रम आवश्यक छ भन्ने हाम्रो ठम्याइ भएको हुनाले यो कार्यक्रम आयोजना गर्यो। जसले बौद्धनाथ क्षेत्र विकास समिति 2053 सालमा स्थापना गर्नुभयो। आफ्नो घरको टेबल कुर्सी लगेर आफ्नो यो कार्यलाई स्थापना गर्नुभयो। आज सयौँको सङ्ख्यामा
सबैलाई त्यो रोजगारी दिएको छ। बौद्धलाई एउटा पर्यटकीय गन्तव्य बनाउनको लागि यो संस्थाले गरेको भूमिका अतुलनीय छ। तिनचुलेको इतिहास आफैमा गौरव गर्न लायकको इतिहास। त्यसैले म बौद्ध तिनचुलेमा जन्मेको भन्दै गर्दाखेरि म आफूलाई गौरवान्वित मलाई भएको चाहिँ महसुस हुन्छ। त्यस कारणले तपाईँहरू हामी सबैले हामीलाई तिनचुलेमा जन्मेको म गर्व गर्नुहोस् भन्न म अनुरोध गर्न चाहन्छु। आजको यो लोछार कार्यक्रम केवल कार्यक्रम हो। हामी त्यस कारणले हाम्रो दुःख सुखको कुराहरू पोख्ने, नाचगान गर्ने, सबै कुरा गर्ने, यो समाजको भलोको लागि चिताउने कार्यक्रम भएको हुँदा यो मञ्जुश्री शपथ 2862 गोडावर्गको उपलक्ष्यमा सम्पूर्ण मेरो परिवारका सदस्यहरू, सम्पूर्ण मेरो आफन्तजनमा उन्नति, प्रगति, सुस्वास्थ्यको कामना गर्दै यहाँहरूबाट मैले धेरै आशा गरेको छु र म पनि तपाईँहरूलाई धेरै सहयोग गर्ने मेरो प्रतिबद्धता छ, मेरो इच्छा छ भन्दै यहाँहरूबाट धेरै थोरै कुरा राखेँ भन्दै यहाँबाट बिदा हुन्छु। हस्, धन्यवाद। यहाँले यो सबैमा कष्ट पार्नु भएको छ र क्षेत्र विकासबाट हाम्रो यस माथिल्लो भेगमा के कस्तो विकासहरू भएको छ लगभग उहाँले कष्ट पाइसक्नु भएको छ र सबैमा एउटा जानकारी पनि भएको छ। हाम्रो तिनचुलेको इतिहास झल्कने एउटा शिलामा चाहिँ हाम्रो हातले खोपेर चाहिँ एउटा हाम्रो त्यहाँ बोलाइएको छ र यसको लागि बजेट गएर केन्द्र पनि गइसकेको छ र अब लगभग हाम्रो यस कार्यक्रम अन्त्यतिर आइसकेका छौँ र हाम्रो यस कार्यक्रम आज अन्तमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाज्यूलाई चाहिँ हाम्रो स्तूप संरक्षण समाजका अध्यक्ष श्री कृष्णबहादुर लामाज्यूबाट नै मायाको चिन्ह प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछु। बौद्धनाथ क्षेत्र विकास समितिका श्रद्धेय अध्यक्ष राजकुमार लामाज्यू, यसै मञ्चमा आसिन तिनचुली देवीतान तामाङ गुठीका अध्यक्ष सानु कान्छा लामाज्यू, तिनचुली तामाङ भजुगुठीका अध्यक्ष राजकुमार लामाज्यू, तिनचुली स्तूप संरक्षण समाजका सल्लाहकार अनिल दोज कार्कीज्यू तथा गोपाल लामाज्यू, यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट अथवा तिनचुली स्तूप संरक्षण समाजको अध्यक्षको हैसियतले सर्वप्रथम फ्याफुल्ला टासी दिने नमस्ते दोदलपा भन्न चाहन्छु। सुरु गर्ने भनेका थियौँ र त्यो कार्यक्रम तपाईँको हाम्रै यता बलडाँडाको एउटा छिमेकी दिदी बिन्दु भएको रहेछ, त्यसले गर्दाखेरि अलिकति ढिलो हुनुपऱ्यो। हामीलाई त्यसमा अलिकति त्यसको लागि हामीलाई क्षमा चाहन्छु, क्षमा प्रार्थी पनि छु। र यो कार्यक्रम आजको जुन लोसार कार्यक्रमको बारेमा मैले अलिकति भन्नुपर्दाखेरि के हो त भन्दाखेरि लोसार कार्यक्रम खास भन्ने हो भने हामीले यसपालि नमनाउने विचार गरेका थियौँ। किन हो भन्दाखेरि लोसार कार्यक्रम स्वतः स्फूर्त बौद्धनाथ क्षेत्र विकास समितिले आफैले कार्यक्रम गर्ने भन्ने एउटा जानकारी हामीलाई पाएको थियो र लास्टमा आएर तपाईँको त्यो कार्यक्रम अब अघि जुन अध्यक्षज्यूले भन्नुभयो क्षेत्र विकास समितिको अध्यक्षज्यूले र अहिले यो तपाईँको सोनाम लोसार अथवा तपाईँको घ्यालपो लोसारको तिथि पारेर
अहिले जुन उसमा के अरे हाइट होटेलको प्राङ्गणमा गर्ने जुन कुरा गर्नुभएको छ र एउटा कुरा के लोछार भन्ने कुरो चाहिँ तपाईँको एउटा तामाङहरूको लगायत गुरुङ छ हामीले र अब आगामी जुन आउने लोसार चाहिँ अब हामी आफैले सब गरेर आफैले स्वतः स्फूर्त प्रत्येक घरबाट चाहिँ 3000, 4000, 5000 रुपियाँ उठाएर आफैले स्वतः स्फूर्त बनाउने कोसिस गरौँ भन्दै आजको यस कार्यक्रमको जुन के अरे औपचारिक कार्यक्रम आजको यस पहिलो चरणको औपचारिक कार्यक्रम यही समापन भएको जानकारी गराउँदै अब तेस्रो कार्यक्रम हुन गइरहेको छ र यो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म बसेर तपाईँहरूले यो कार्यक्रमको चाहिँ मनोरञ्जन लिएर नाचगान गरेर तपाईँहरूको जुन मनमा लागेको जिज्ञासाहरू मेटाउने जुन एउटा ठलो अबको कार्यक्रममा बन्नेछ भन्ने एउटा जुन भनाइ राख्दै आजको यस कार्यक्रम यही समापन गर्न गइरहेको छु। धन्यवाद। सच्चा खोइ अब त जेन्जीको पकाउनु पर्यो आमालाई पैसा लागेर 500 रुपियाँ थपिँदैछ। अब हाम्रो फुल हाउसको रकम भएको छ 17,500। अझै कोही छ भने इच्छुक छ भने प्लिज Oh my God, single digit परेको छ। Any guesses? Very famous number. Yes, 7. अर्को नम्बर आइसकेको छ। कुन नम्बर पर्यो होला? कसरी थाहा भयो? 4. तल तल हो त्यहाँ हो यहाँ एउटा पनि पर्नु पर्ने रङ क्लेम भयो भने हाम्रो टिकट ल हाम्रो अर्को नम्बर परेको छ 1990। कसैले पनि फोन गर्नु भएको छैन टेन्सन होइन, क्लेम गर्नु होला है। जसले पहिला क्लेम गर्यो उहाँले पाउनुहुन्छ। र अर्को नम्बर रहेको छ 2626। खै त भोजर नखेल्नु भएको तपाईँहरू नखेल्नु भएको र अर्को लकी र अर्को नम्बर रहेको छ 1515।
दाइबाट राजधानीबाट हाम्रो क्लेम भइसकेको छ। अघि नै मैले भनिसकेको छु, जति पहिला क्लेम गर्यो उहाँले पाउनुहुन्छ 4 करोडको लागि। छ 41 छ 70 7070 छ र 80 पनि छ। यस सेकेन्ड रोको लागि क्लेम भइसकेको छ। अब सेकेन्ड रो जसको सेकेन्ड लाइन र यो रकम चाहिँ उहाँलाई दिनुहुनको लागि हाम्रो आजको हाम्रो यो बिङ्गोको नियम चाहिँ चिच्याउनै पर्छ क्या, बिङ्गो भनेर चिच्याउनै पर्छ है। र जसको आवाज हामीले सुन्यौँ उसले नै प्राइज पाउँछ है। अनि त्यसमा चाहिँ विवाद गर्न पाइँदैन। ओके, अहिलेसम्म हाम्रो 2200 ड्र भइसकेको रहेछ। अब 2300 लकी नम्बर ओके, अर्को लकी नम्बर रहेको छ 4747। हजुर पर्छ यो हाम्रो 25th ड्र हो है त। हाम्रो 25th ड्र रहेको छ 39 83 अब फटाफट पर्छ सबैलाई। एउटा बाँकी हुनलाई अब अनलकी पनि हुनसक्छ नि। 33 एउटा बाँकी भइसक्यो। Bingo winner! कहाँ पर्यो घर जन्मै छ चिन जान गरौँ कि घर जन्मै छ चिन जान गरौँ कि कुटुम्ब आउने डोला लागेका मेरो डला घर चाहिँ मेरो अधिकारी जानेको छ बिहेकी Jangan
अजित दाई अलि मजाले लिनुहोस् ह्याप्पी लोसार ल ल ल राम्रोसँग सुखद समापन भयो है ल